हो, भर्खरै जस्तो लाग्छ मैले उसलाई पहिलोचोटि भेटेको, जहाँ उसले माया प्रेम भन्ने के हो भनेर राम्रोसँग बुझेको पनि थिएन। ऊ उमेरमा बच्चै थियो। म भन्दा करिब 5 वर्ष कान्छो ऊ। निकै चञ्चले स्वभावकी, हेर्दाखेरि माया लाग्ने, दयालु, राम्री पनि, नाच्न गाउन अति नै मनपर्ने ऊ। मलाई पनि उसको त्यो प्यासन देखेर झनै मन पर्न थाल्यो। भेट्यो, बोलचाल गर्यो, हाँस्यो, बोल्यो। सुरुमा कुनै पनि त्यस्तो कुराहरू भएन। जस मैले उसको फ्यामिलीलाई राम्रोसँग चिनेको कारणले म उसको घरमा पनि पुगेँ। त्यो बेलासम्म थाहा थिएन ऊ कस्तो लाग्छ, तर यति हो कि ऊ धेरै राम्रो छ। त्यही भएर मैले पनि उसलाई बिस्तारै बिस्तारै बोलाउन सुरु गरेँ। ऊ पनि मेरो नजिक पर्न सुरु गर्यो। हामी यसरी बच्चादेखि नै हुर्किँदै आयौँ, बढ्दै आयौँ। मैले जानेको कुराहरू उसलाई सिकाउँदै लगेँ। यस्तै गर्दा गर्दा झन्नै 2 वर्ष बितिसकेछ। तर अचम्मको कुरा के छ भने हामी निरन्तर कुरा गर्दैनथ्यौँ। उसले फोन चलाउँदैनथ्यो, मैले पनि सानो फोन चलाउँथेँ। त्यही भएर फोन हुने कुरै थिएन। लक्कीले महिना वर्ष दिनको एकचोटि भेट हुन्थ्यो। त्यही भेटमा सबै दुःख सुखका कुरा गरिन्थ्यो। र बिस्तारै उसले गाउँदेखि बाहिर बसेर अध्ययनको लागि बाहिर बस्न लाग्यो है। उसको पनि उमेर हुँदै गयो, उसले बुझ्दै गयो। मैले पनि सकेको जति बुझाउँदै गएँ। हाम्रो सम्बन्ध निकै सुमधुर बन्दै थियो। त्यसै बिचमा मेरो घरको अवस्था बिग्रिँदै गयो। बाबाले परदेश छाड्नुभयो, मैले घर छाड्नुपर्ने भयो। उमेर पुगेको छोरो, पैसा कमाउनु पर्ने, म पैसा कमाउन कसरी सकिन्छ भनेर लागिरहेँ। उसले उता पढाइ पुरा गर्छु भनिरहेकी थिए। मैले भनेको थिएँ, ठिकै छ, तैँले राम्रोसँग पढ, तेरो सम्पूर्ण जिम्मेवारी म लिन तयार छु। यसरी मैले वचन पनि दिएको थिएँ। त्यसै अनुसार उसले राम्रै पनि गरिरहेकी थिए है। यसै बिचमा मेरो परदेशको भिसा लाग्यो है। परदेश आउँदाखेरि पनि भेटौँ भन्दा उसले भेट्नै मानेन, किनकि उसको त्यो स्वभाव मलाई पहिल्यैदेखि नै थाहा थियो। र मैले उसलाई धेरै प्रेसर पनि गरेन, किनकि मैले उसलाई मनभित्र राखेको थिएँ। र यतिकैमा म परदेशतिर लागेँ। परदेशतिर लागेको करिब 6-7 महिना जति हाम्रो राम्रै कुराकानी भयो। फोन गर्ने, बोलचाल गर्ने, साँझ बिहान के छ कस्तो छ भनेर हालखबर बुझ्ने कुराहरू राम्रै चलिरहेको थियो। तर जति समय बित्दै गयो मैले उसलाई त्यति समय दिन सकेन। उसले पनि सायद मेरो महत्त्व कम हुँदै गयो होला, मबाट टाढा हुँदै गए। र मैले पनि उसलाई बिस्तारै बोलाउन छाडिदिएँ। मलाई आशा थियो उसले पहिले पनि 2-4 वर्ष कुरेको थियो है। बोलचाल नहुँदा पनि मेरै लागि भनेर बसेको थियो। हातमा मेरा नामका मेहन्दीहरू, चुरा, टिका सबै लाउने गर्थे। मैले जुन कपडा यसरी लाऊ है भन्थे उसले त्यही गर्थे। त्यति धेरै विश्वास गरे कि उनी के थाहा र 2-4 दिन नबोल्दैमा उसको मन परिवर्तन भइजाला भन्ने। थाहा थिएन, बर्खाको समय थियो, उसको मन परिवर्तन भइसकेको रहेछ। घरदेखि बाहिर बस्ने हो, घरतिर गइसकेको थिएँ। मलाई पत्तो थिएन, किनकि बोलचाल थिएन। मैले यहाँबाट जसोतसो नम्बरमा कल गर्ने प्रयास गरेँ। कल पनि गरेँ, तर उसको अन्तिम बोली यही थियो कि अब मलाई भुलिदे, म तेरो लायकको छैन। यो शब्द सुनेर म निकै भावुक पनि भएँ र एक प्रकारले ठिकै पनि हो जस्तो लाग्यो। म उसको लायकको थिएन, किनकि ऊ भर्खरै फुल्दै गरेको फुल जस्तै मान्छे। म भने ऊभन्दा पनि उमेरमा लगभग 5-7 वर्ष ठुलो मान्छे। त्यही भएर म उसको कुरामा त्यति इग्नोर गरेन। पछि थाहा भयो उसको कतै रिलेसन चलिरहेको रहेछ है। मलाई त्यो सुनेर निकै दुःखी पनि भएँ। त्यही भएर यस्तै रहेछ माया प्रेम भन्ने कुरा भनेर म बसिरहेँ।
अहिले त थाहा भयो कि उसको त बिहे पनि भइसकेको रहेछ। ठिकै छ, सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु उसलाई। मैले दिन नसकेका ती खुसीहरू मैले दिन्छु भनेर वाचा गरेका ती खुसीहरू उसले अरू कतैबाट मिलिरहेको छ भने म त्यही कुरामै खुसी छु, किनकि उसको खुसी नै मेरो खुसी हो। जहाँ छ, जस्तो अवस्थामा छ, निकै खुसी भएर बसोस्, मेरो शुभकामना छ। अन्तिममा तँलाई वैवाहिक जीवनको शुभकामना छ। यदि भिडियो हेर्दैछस् भने तँलाई नै सम्झेर यो भिडियो बनाएको हो भन्ने सम्झिनु। के गर्नु, यस्तै रहेछ जिन्दगी।